हुन्न। एमाले पनि मचियो थच्यो नि यसमा त। एमालेलाई पनि त अब घाटा भयो नि। के प्रश्नहरू त उठाउनु भएका छन्। सुन्नु न, शस्त्र सङ्घर्ष गर्ने, बम पड्काउने, के गर्ने? आवाज त उठाएको छ त। के गर्नु पर्थ्यो त? संसद अवरुद्ध गर्न हुँदैन होइन त? संसद अवरुद्ध गर्न हुँदैन। उधारो लेनदेन गर्नुभयो तपाईँले। अनि हाताहाती भनेको के हुन्छ? छानबिन पहिले गरेन नै? पहिले छानबिन गर्ने कि समिति बनाउने त? हाताहाती कसरी गर्नुहुन्छ तपाईँ? पहिले समितिको रिपोर्ट ल्याऊ भन्ने हाताहातीलाई? रिपोर्ट पछि आउँछ कि आउँदैन? समिति पछि बनाउँछ कि बनाउँदैन? पहिले समितिले रिपोर्ट ल्याउँछ कि ल्याउँदैन? रिपोर्टले कारवाहीको सिफारिस गर्छ नि गर्दैन? कारवाहीको सिफारिस गरेपछि कारवाही गर्छ कि गर्दैन? त्यस कारण पहिले कारवाही गर अनि छानबिन सुरु गर भन्ने हुन्छ त। अनि उधारो त हुनै भयो त। उधारो हुँदैन? नीति कार्यक्रम बजेट सरकारले के उधारो पेश गर्दैन? पहिले चाहिँ नि काम गरिसकेर अनि नीति कार्यक्रम आउँछ। तर एमाले यसपटक यो सुन प्रकरणमा छानबिन गर्नको लागि जस्तै न्यायिक छानबिन समिति बनाउनुपर्छ भनेर तपाईँले सम्झौता गर्नुभयो, एमालेलाई त थाङ्नामा सुतायो प्रचण्ड नेतृत्व सरकारले भनेर भन्नेहरू छन्। अहिले त चर्चा सुरु भयो। तपाईँहरू भन्नुहुन्छ किनभने 100 केजी सुन अलिक दिनपछि 61 मा झर्दा तपाईँहरू सञ्चार माध्यम त कोही बोल्नु भयो नि त। 61 कसरी भयो? 400 ग्राम ब्रेक सुको तौल, 950 ग्राम